देशको बिग्रिदो आर्थिक अवस्था, बढ्दो विद्युत महसुल र घट्दो खल्तीको अवस्था मध्यनजर गर्दै यस घर सरकारले आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गरेको छ। घरमा सञ्चालन हुँदै आएको वाइफाई सेवा तत्काल प्रभावबाट कटौती गरिएको छ। देशभर रिल, स्ट्याटस र भिडियो हेरेर डाटा सक्ने गतिविधिबाट पूर्ण नियन्त्रण गरिनेछ। इन्डक्सन चुलो पनि अर्को सूचना जारी नभएसम्म बन्द रहनेछ। अब खाना पकाउन ग्यास, दाउरा वा छिमेकीको चुलो प्रयोग गर्न सकिनेछ। धन्यवाद। यो त जनविरोधी बजेट भयो। शान्त हुनुहोस्, विरोध गर्नेहरूले पहिले बिजुलीको बिल हेर्नुहोस्। वाइफाई बन्द गर्ने निर्णय तुरुन्तै फिर्ता गरियोस्। राज्यको ढुकुटी खाली छ तर टिकटक भने भरि गराउँछ। सञ्चालन भएन भने हामी भोलिदेखि हडताल गर्नेछौँ। हडताल गर्नभन्दा अगाडि मोबाइलमा भएको डाटा जोगाएर राखौँ है हामीले। ठिक भन्नुभयो। घरको बजेट आयो, वाइफाई गयो, इन्डक्सन रोकियो, आन्दोलन चर्कियो। आन्दोलन चर्कियो।